घटाओ मामा रे बाबा मामा। मतलब यार एक विकेट लिएको छ मामाले अनि 81 रन घटाओ होइन एउटा विकेट पनि त्यो इम्पोर्टेन्ट विकेट हो मामाको। त्यो मामाको चान्चुने विकेट होइन। र केटाओ अर्को एउटा बिग थिङ केटाओ टाइगरले गेम खेलेको देख्दाखेरि नि यति सकुन आउँछ दिलमा, यति धेरै सकुन आउँछ जब पनि टाइगर पर्फर्म गर्छ होइन। इभन त्यो सानोटिनो टिमको खिलाफमा किन नहोस्, जब पनि दिपेन्द्र सिंह ऐरी पर्फर्म गर्छ, अरे भगवान क्रेजी मजा आउँछ क्या। दिपेन्द्र सिंह ऐरीको गेम नै फरक क्या। दिपेन्द्र सिंह ऐरी आउँछ छक्का र चौका मात्र हान्छ केटा, बााउन्ड्री मात्र दिपेन्द्र सिंह ऐरीको। दिपेन्द्र सिंह ऐरी कम से कम बलमा सबभन्दा धेरै रन हान्ने भनेको टाइगर हो। त्यही भएर एकचोटि स्प्याम गरौँ टाइगर, एकचोटि सबैजनाले स्प्याम गरौँ मामा रे मामा, मामा रे मामा केटा हो, मामा रे मामा खाइयो मार्केट केटा हो मामाले। म त कन्फ्युज भइरहेको छु केटा। मामाको त्यो जुन जवानावाला फर्म थियो नि, त्यो जवानावाला फर्म थियो नि मामाको, जुन त्यो कडकवाला फर्म थियो नि, जुन त्यो तोडुवाला फर्म थियो नि, जुन त्यो सामनेको अपोनेन्ट नहेरिकन पड्काउनेवाला फर्म थियो नि, जो इन्डियाको खिलाफमा वाला फर्म थियो नि, जुन मामाको केटा हो डेडलियस्ट जिम्बाब्वेवाला फर्म थियो नि, मामाको जुन प्रकारको फर्म थियो नि, त्यो वाला फर्मको मलाई चाहिँ झझल्को आइरहेको छ केटा हो कुशल भुर्तेलबाट। मामा रे मामा, मामा रे मामा खायो मार्केट केटा हो मामाले। म त केटा हो आजदेखि मैले एउटा कुरा भन्न थालेँ केटा हो, आजदेखि मैले बाघलाई बाघ भन्दिनँ, दिपेन्द्रलाई मात्र बाघ भन्छु र आजदेखि मैले पुलिसलाई मामा भन्दिनँ केटा हो। मैले मामा मारेर केटा हो मामालाई मात्र भन्छु केटा हो। क्रेजी यार यो, मतलब यार यो के हो केटा हो यार होइन। मतलब आज हामीले अलिकति इजिली जित्नु पर्ने हो, बट मजा त पैसा वसुल म्याच थियो केटा हो। पुराको पुरा मेरो त पुराको पुरा पैसा वसुल भयो। म त पुराको पुरा आनन्दमा छु, म त पुराको पुरा आकाशमा छु केटा हो यो गेमले होइन। र केटा हो अर्को एउटा केटा हो, अर्को एउटा डेडलियस्ट पर्सन। हु इज द्याट फ्रिकिङ पर्सन जसले कुशल भुर्तेलसँग मिलेर 127 को पार्टनरसिप बनायो? हु इज द्याट फ्रिकिङ पर्सन? कमेन्ट गर केटा हो। जसलाई चाहिँ नेपाली क्रिकेट फ्यान्सहरूले आउट अफ द फर्म यसलाई टिममा किन राख्छन् भन्थे, को हो त्यो पर्सन? लेट्स कमेन्ट, त्यो पर्सनको नाम भन्नुहोस्। जसलाई नेपाली क्रिकेट फ्यान्सहरूले भन्थे यो त वाइयात छ, यसले खेल्न आउँदैन, यसलाई खेल्न आउँदैन भन्थे नेपाली क्रिकेट फ्यान्सहरूले। त्यसले केटा हो आज लगभग एक दुईवटा बल हराइदिएको छ, चौका छक्काको वर्षा गरिदिएको छ। वाट इज द्याट फ्रिकिङ पर्सन नेम? त्यो मान्छेको नाम के हो जसले गर्दा आज नेपालले गेम जितेको छ, जसको पार्टनरसिप अगेन्स्ट कुशल भुर्तेल 127 को थियो? त्यसको नाम के हो केटा हो? कमेन्ट गर केटा हो। कसको नाम हो त्यो? हु इज द्याट फ्रिकिङ विकेट किपर? को हो त्यो विकेट किपर जसले अझ केटा हो 50 हान्यो केटा हो? कमेन्ट गर केटा हो। को भन्दै थियो आसिफले नराम्रो? आइज भाइ 50-50 खेलौँ होइन, आइज भाइ। र केटा अर्को कुरा केटा हो, कुशल भुर्तेल इज ब्याक। कुशल भुर्तेल इज अफिसियली ब्याक केटा हो। म भन्छु केटा हो अब कुशल मामा इज अल्सो अफिसियली ब्याक। 81 रन, इभन पिच सानो थियो। मान्छेले मलाई भन्छ भाइ तँ एनालाइसिस गर्न आउँदैन, पिच सानो थियो। भाइ पिच सानो भए पनि यार केटा हो गेम हेर न केटा हो। खोइ त रोहितले गेम गरेको, खोइ त रोहितको ब्याटबाट रन आएको, खोइ त मल्लको ब्याटबाट रन आएको होइन। मल्ल पनि त एग्रेसिभ ब्याट्सम्यान हो, रोहित पनि त ब्याट्सम्यानै हो, खोइ तिनीहरूकोबाट रन आएको होइन। मतलब तपाईँले हेर्नुहुन्छ भने जम्मै आज पर्फर्मेन्स हेर्नुहुन्छ भने मामा रे मामा, आजको गेम त कम्प्लिटली मामावाला थियो केटा हो, डेडलिएस्ट गेम होइन। कुशल भुर्तेलको विकेट पनि राम्रो थियो केटा हो। आज कुशल भुर्तेलको जुन प्रकारले मोहम्मद अल्सम क्याप्टेन हो क्यारे, मोहम्मद उमारलाई जुन प्रकारले आउट गरिदियो नि कुशल भुर्तेलले, द्याट इज ड्याम गुड क्या। त्यो आउट मलाई लाग्छ एकदम बवाल आउट हो। मामा आज कडा केटा हो, मेरो प्यारो मामा। मामा कति प्यारो, अरे मामा 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 मेरो मामा प्यारो मामा खतरा मामा होइन। अब अर्को कुरा चाहिँ केटा एकचोटि सबैजनाले बाघ आयो बाघ चाहिँ स्प्याम गरौँ केटा हो, बाघ आयो बाघ स्प्याम गरौँ। किनकि जुन प्रकारले दिपेन्द्र सिंह ऐरीको आज इनिङ थियो केटा हो, हारे भगवान, हाय मेरो वर्ल्डको नम्बर 1 T20 ऱ्याङ्क प्लेयर, हाय रे मेरो T20 ऱ्याङ्क नम्बर 1 प्लेयर केटा हो यार, बवाल केटा हो। दिपेन्द्र सिंह ऐरीले आज यो प्रकारको इनिङ नखेलिदिएको भए भगवान दिपेन्द्र सिंह ऐरीको यो इनिङ नआइदिएको भए म केटा अहिले रोइरहेको हुन्थ्यो होला। सो मेरो हाँसोको पछाडि दिपेन्द्र सिंह ऐरी छ। सो दिपेन्द्र सिंह ऐरी इज इन माई लभ केटा हो, दिपेन्द्र सिंह ऐरी इज क्रेजी होइन। कुशल भुर्तेलको बलिङ पनि कडा हो। दिपेन्द्र सिंह ऐरीले, म त एउटै कुरा एक्सपेक्ट गर्थेँ, बाघ आयो बाघ स्टाम्प गर्नुपर्छ केटा हो, बाघ आयो बाघ। दिपेन्द्र सिंह ऐरी मान्छेले भन्छ केटा हो त ओभर एक्ट गरेर चाहिँ यो सानो पिच थियो, अरे भगवान यो गेम हार्न आँटिसकेका थियौँ हामीले, दिपेन्द्रले आएर जोगाइदिएको। र म अर्को एउटा केमियोलाई म जहिले पनि एउटा कुरा भन्छु क्या,
विल्सन झा जस्तो खतरनाक केमियो गर्ने चाहिँ मलाई लाग्छ केटा हो नेपालमा अहिलेसम्म कोही पनि जन्मिएको छैन। मैले बोल्दैछु बेटा हो, मैले बोल्दैछु, मैले स्टेटमेन्ट रेकर्ड गरेर राख। विल्सन झा जस्तो राम्रो केमियो गर्ने, विल्सन झा जस्तो राम्रो फिनिसिङ गर्ने, विल्सन झा जस्तो खतरनाक गेम गर्ने अन्डररेटेड प्लेयर, रियल अन्डररेटेड प्लेयर इज विल्सन कुमार झा केटा हो। गुलसन कुमार झालाई बिर्सिनु हुँदैन केटा हो। ह्यासट्याग गुलसन कुमार झा लगाइदियो, किनकि मलाई त लाग्छ त्यो मोमेन्टमा अरू कोही ब्याट्सम्यान आउँथ्यो भने त्यो दुईटा चौका पनि प्रहार गर्न गाह्रो पर्थ्यो केटा हो। गुलसन झा इज क्रेजी, किनकि रोहितले केटा हो म त रोहितबाट एक्सपेक्टेसन गरेको थिएन केटा हो, रोहितबाट त्यो चौकाको एक्सपेक्टेसन गरेको थिएन। सो गुलसन झाको पनि क्यामियो वाज टु गुड डेफिनेटली पनि यार, क्रेजी यार। मतलब म त दिपेन्द्र सिंह आउट भएपछि थोरै तनावमा थिएँ, म त डिप्रेसनमा जान्छु सोचेको थिएँ म त, तर मलाई याद आयो कि देयर इज गुलसन कुमार झा, कुशन मल्ल आउट भइसक्यो, तनाव छैन अब यहाँनिर। सरी मल्लको लभर्सहरूलाई चाहिँ यतापट्टि तनाव हुनसक्छ। गुलसन झाले केटा हो जोगाइदियो केटा हो। त्यो मैले भनेको थिएँ केटा हो, यो कन्डिसन मतलब बिहान मलाई मान्छेहरूले गाली गरेको थियो, तैँले बसिरलाई डिस्रेस्पेक्ट गरेको छ। मतलब जुन म्याचको बिचको एनालाइसिसमा मैले सबजनाको मैले गाली खाएँ, किनभने मैले त क्लियरली भनेको थिएँ बसिरलाई आज गेममा दिनु हुँदैन, बिकज दिस इज द हाई स्कोरिङ टार्गेट, 185 को टार्गेट छ। सो बसिर आउँछ भने नेपालले गेममा मतलब नेपाललाई चेज गर्न गाह्रो हुन्छ। सो गाइज मान्छेहरू के भनिरहेको थियो, दाइ त मूर्ख हो, बसिरलाई एकबाट जज नगर त कोच होस् त भन्दै। को हो त्यो मान्छे केटा हो, को हो त्यो भरोसावाला मान्छे केटा हो, त्यसलाई केटा हो यहाँले केटा हो। कोचको थिङ्किङसँग मिल्छ कि मिल्दैन त्यो चेक गर होइन। 185 केटा हो इजिली चेज गर्नुपर्ने थियो, इजिली त चेज भएन केटा हो, किनभने हामी लगभग तपाईँले छ भने आज इजिली चेज चाहिँ गरेनौँ केटा हो। हामीले 19 ओभरको अन्तिम बलसम्म गेम पुगेको थियो। सो बवाल केटा हो। र लगातार दुईटा म्याचमा दुईटा म्यान अफ द म्याच मामा केटा हो, ब्याक टु ब्याक म्यान अफ द म्याच, क्रेजी केटा हो, क्रेजी क्रेजी डेडली ब्याक टु ब्याक। म त भन्छु केटा हो नेपालको कमब्याक होइन मामाको कमब्याक भइरहेछ। र एउटा कुरा जिन्दगीमा एउटा कुरा याद गरेर केटा हो, दिस इज द स्टेटमेन्ट फर एभ्री नेपाली क्रिकेट फ्यान्स, जब मामा चल्छ तब नेपालको ब्याटिङ चल्छ, द्याट इज ड्याम ट्रु। मामा चलेपछि आसिफ चल्छ, मामा चलेपछि रोहित चल्छ, मामा चलेपछि तपाईँको हेर्नुहुन्छ भने दिपेन्द्र सिंह अहिले चल्छ। बट एउटा कुरा चाहियो केटा हो, मामाको 30 देखि 40 रन आउनु पर्यो, नेपालले गेम जित्छ केटा हो, फर स्योर, द्याट इज ड्याम ट्रु, दिस इज द स्टेटमेन्ट। र म भन्छु केटा मामाको कमब्याक चाहिएको छ केटा हो। कोचको स्ट्राटेजी राम्रो थियो आज, वेल डन ज्ञानेन्द्र, डेफिनेटली पनि जुन प्रकारले मैले स्ट्राटेजी भनेको थिएँ इन गेम बिचमा जुन इन गेम मतलब कि बिचको जुन स्ट्रिममा मैले स्ट्राटेजी बोलेको थिएँ, गएर चेक गर केटा हो, जसले मलाई नराम्रो भन्छौ गएर चेक गर। आई थिङ्क द्याट इज द क्वाइट गुड। र नेपालको लागि चाहिँ यो स्ट्राटेजी चाहिँ नेपालले अप्नाउनु पर्छ भनेको थिएँ, र त्यो स्ट्राटेजी अप्नायो काहीँ न काहीँ, र त्यहाँपट्टि नेपालले गेम जित्यो केटा हो। इफ यु गाइज नो, यु गाइज नो। सो त्यही भएर सब्सक्राइब गरौँ च्यानललाई, बिकज यो च्यानलमा जे बोल्छ त्यो कुरा म्याक्सिमम बेला बेला ट्रु हुन्छ, बेला बेला मिल्दैन पनि है। फेरि फिलिङ स्याड फर अनिल शाह, टिममा कमब्याक गाह्रो छ होइन, टिममा अनिल शाहको स्टाइल अझै बनिरहेको छ केटा हो। मान्छेहरूले भन्दा कि अनिल शाहको पोजिसन धरापमा छ, अनिल शाहलाई गाह्रो पर्न सक्छ, अनिल शाहलाई गाह्रो न, द्याट इज अनिल शाहको पनि पोजिसन बनिरहेको छ केटा हो यहाँनिर वान डाउनमा, बिकज रोहित कुमार पौडेलले वान डाउन राम्रो गरिरहेको छैन केटा हो। वान डाउन कसैले राम्रो गरेको छैन। सो अनिल कुमार शाहको कमब्याक पोसिबल छ वान डाउन, नट इन ओपनिङ, बिकज हाम्रो पुरानो, हाम्रो मायाको ढुकढुकी, हाम्रो एक्स ओपनिङ पार्टनर हाम्रो केटा हो। मतलब जिन्दगीमा एउटा कुरा चाहिँ याद गरेर केटा हो, जतिसुकै गर्लफ्रेन्ड बनाऊ, जतिसुकै बोयफ्रेन्ड बनाऊ, तर आफ्नो पहिलो प्रेम जुन आफ्नो फर्स्ट लभ हुन्छ नि, त्यो कहिले पनि टुट्दैन केटा हो, त्यसलाई कहिले पनि बिर्सिन सक्दैनौँ। द्याट इज आसिफ एन्ड भुर्तेलको ओपनिङ, त्यो हाम्रो एक्स जस्तै हो, बिर्सिन सकिन्न केटा हो। जब पनि ब्याक आउँछ तब मनपर्छ केटा हो, जब पनि त्यो हुन्छ नि ब्याक आउँछ जिन्दगीमा तब यार होइन यार, मतलब यार मैले यसलाई त नराम्रो भनेर गल्ती गरे जस्तो छ, त्यो वाला फिलिङ्स चाहिँ आउँछ केटा हो। दिस इज वाइ आई एम सेइङ, बिकज यु गाइज नो, किनकि हामी यति धेरै पिल्लाहरू थियौँ गाइज, तर अहिले चाहिँ मजाले राम्रो भइरहेछ। सो यतापट्टि अनिल हाम्रो के भन्छ त्यसलाई, के भन्छ प्रेजेन्टको हो, बट वी स्टिल लभ आवर एक्स अनिल एन्ड आसिफ होइन। बाघ केटा हो, बाघ कडा, मामा कडा। अनिल शाह T20मा वान डाउन 99%, बिकज अनिलले तपाईँ फेरि मान्छेहरू भन्ला अनिललाई ओपनिङ गरिदिने, अनिलले इभन केटा हो, अनिल शाहले इभन मध्य प्रदेशको लागि ओपनिङ गरेको थिएन। हि इज नट फ्रिकिङ ओपनर फर मध्य प्रदेश। म त भन्छु केटा हो अनिल शाहलाई मिड अर्डरमा सेट गरिदिउँ, अनिल शाहले फ्युचर अलरेडी देखिसकेका थिए। सो हि प्लेस हिमसेल्फ इन मिड अर्डर फर मध्य प्रदेश इन पिएम कप केटा।
अनिल शाहले आफ्नो फ्युचर देखिसकेको थियो केटा। दिपेन्द्र सिंह गैरी त केटा हो के गर्ने केटा हो, बाघ हो बाघ। आयो 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 हेर्न बाघ, बाटो खाली गर ल्यापटपको क्या। सबले लाइक गरौँ केटा हो, 500 लाइक पनि पुगेन भने त केटा हो मजा आउँदैन केटा हो। जितको खुसियालीमा सब्सक्राइब र लाइक गर्नु पर्यो। लेट्स गो फर 38.3 के सब्सक्राइबर आज। मलाई अरूको थाहा छैन, तपाईँहरूको भरोसामा हो। सब्सक्राइब गर्नु पर्यो, सपोर्ट गर्नु पर्यो। मामाको लागि सब्सक्राइब गर्नु पर्यो। मामा मामा भन्छौ नि तिमीहरू कमेन्ट गर्छौ नि बेला बेलामा होइन। मामा इज अलवेज गोल्ड केटा। प्लेयर अफ द म्याच ब्याक टु ब्याक प्लेयर अफ द म्याच इज कुशल भुर्तेल। डेफिनेटली पनि एकदम मजा आउँछ केटा हो। ओए कति केटा हो गरेको तेरो भिडियो, केटी छैनन् र रे हो भाइ होइन बाबा। बाघ आयो बाघ केटाहरू। आज तपाईँको हेर्नु छ भने आज तपाईँको हेर्नुहुन्छ नेपालको बलिङ। तर यार नेपालको बलिङ चाहिँ त्यस्तो बिचमा चाहिँ सुरुमा चाहिँ लास्टै कमजोर भएको होइन, तर कमब्याक चाहिँ नेपालले गर्यो है। ओभरअली नेपालले कमब्याक चाहिँ गर्यो र जुन भनेको इम्पोर्टेन्ट कुरा द्याट इज नन्दन यादवले डेथ ओभरमा थोरै भए पनि अनुभूति दिए कि यार हाम्रो डेथ ओभर स्ट्रङ छ। अरे भगवान, नन्दन यादव केटा हो। यो मान्छेको फोटो किन राखिरहेको जस्तो सोचिरहनु भएको होला। नन्दन यादव, रिमेम्बर दिस नेम। नन्दन यादवले डेथ ओभरमा थोरै भए नि राहत चाहिँ दियो आज। नन्दन यादव नभइदिएको भए यो स्कोर मेबी 200 प्लस पुग्न सक्छ। 200 प्लस पुग्थ्यो भने नेपालको जित्ने चान्स लास्टै नै कम हुन्थ्यो। 2 विकेट फर नन्दन यादव आज। तपाईँको यतापट्टि डेथ ओभरमा पनि नन्दन यादवको बवाल नै थियो गेम।